चढक्कै छ बस्नु यता हेर त केटा हो ल एकदम सफा चढक्कै हुनु पर्यो ल आज चाहिँ सफाइ अभियान कस्कन डाँडा हाम्रो जुन स्ट्यान्ड थियो त्यो स्ट्यान्ड सफा हुँदैछ अन्त यहाँनिर अब यो मैला यति छ यो मैलाहरू चाहिँ टाकटुक निकाल्नुपर्छ आज ओ आशिष यता हेर त ल बडा सबलाई ओराउनु पर्यो बडा चाहिँ यहाँको आज टप्पै यो दुईजना बुढाहरूको चाहिँ काम छैन कि तपाईँ बोलाएर मात्रै खोज्नु भाइहरूले पनि भनेन यो गाडी जम्मै हटाउनु भनेर भाइहरूले भनेन यस्तो चाहिँ यहाँको छ कस्तो खालको यो त है हाम्रो मैला कस्तो या मुनिको पनि निकाल्नु पर्यो होला मुनिको यो पत्ता चाहिँ एक जग्गा फेला पारेर चाहिँ आगो लगाइदिनु भइगयो सफाइ कर्मचारी सफाइ अभियान आज चाहिँ सिमताम बजार टोटली बजार एकदम साफ सुथरा राख्ने प्लानिङमा छौँ हामीहरू सो यहाँनिर जति पनि आउनुहुन्छ टाढा नजिकबाट फेरि तपाईँहरूले चाहिँ कुनै चिजहरू खाएर चाहिँ पिएर बोतलहरू यसरी नफ्याँकिदिनु भने तपाईँहरूलाई म आग्रह गर्दैछु सो यो मैलाहरू देखेपछि चाहिँ तपाईँले बुझ्नुभयो होला कति गाह्रो पर्छ भनेर अहिलेलाई भिडियो यति नै यहाँ हुनुहुन्छ मैलाको गाडी चाहिँ कहाँ छ मैला हाल्ने गाडी कहाँ छ मैला हाल्ने गाडी आउँछ नि अहिले गाडी छ मैला यो त बोरामा आँट्दैन नि त आउँदैन नि त यो उल्टाउँछ नि अहिले मैला आउने गाडी आउँछ माथि उल्टाउँछ आउँछ नि सब एक जग्गा भेला गरेर राख्नु पऱ्यो नि भेला पारेर राखिदिनु पऱ्यो ल त्यसो भए ल भन त धन्यवाद हाम्रो दाजुलाई यो किनिदिनु भएकोमा म चाहिँ यसरी दया म त यत्रो हृदय भएको मान्छे हो म त ठुलो अहिले बडाले खाना खुवाउँछ हामीलाई खाना त खाऊ न खाऊ उता 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 पनि बाँड्दो न यहाँ यो एकछिन सामान ल हो गुरुजी लिनुहोस् कोक पिउनुहोस् त तिमीले यहाँ फोन गरेन अघि खै मैले त गरेको उठाएन यहाँ हाम्रो सिनियर हुनुहुन्छ ल दाजु हटाउनुपर्छ कोक पिउनुहोस् त थ्याङ्क यू यस्तो गरिदिनु भएको बेलामा यो चाहिँ मेरो तर्फबाट थ्याङ्क यू तर्फबाट के बाँड्दैछौ त परबाट के बाँडेको छैन यो चाहिँ मेरो तर्फबाट दिएको हो तपाईँहरू तर्फबाट एउटा रजनीगन्धा तुलसी पनि ल्याइदिए त अति उत्तम हुने थियो ल्याइदिने हो त्यो त म खाँदिनँ खानेलाई दिनु पर्यो त्यो नखाने चिज म किन्दिनँ यो गाडीमा उयो फोन गरेर उता हटाइदिनु भन्नु नि आगो लगाउँछ ल यो खाएर चाहिँ बल चाहिँ गर्नु पर्यो केटाहरू एकदम बुढोहरू हौ ल पिया 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 फोन गर गाडीहरूलाई यहाँ आगो लगाउनु पर्छ यहाँ त्यति आग बनाएको फोन लगाऊ न खै नम्बर पर्छ त अब क्लियर हुँदैछ है हाम्रो स्ट्यान्ड अब
ल साथी आजलाई चाहिँ यति नै। काम त बरुको यो आशिषले पो दामी गर्दैछ हेर त त्यहाँनिर। ल हाम्रो सुब्बा दाजु चाहिँ काम गर्नु पत्यायो है। यतिको चाहिँ फुर्तिलो हुनु पर्यो है मान्छे। ल लास्ट अन्तिम पहिले गर्नुपर्छ मिलेचुली। गर्दैछु नि दाजु मैले पनि, मेरो झन् ठुलो भूमिका छ नि हौ। ल तपाईँलाई देखाएर एन्डिङ पनि गरिदिएको भिडियोमा। ल ल आजलाई यति नै। भिडियो मन परे लाइक कमेन्ट सेयर यसरी सेयर गरिदिनुहोस्। फेरि मैला फ्याँक्नेहरूले चाहिँ सोच्नुमा बाध्यता होस् भन्दै बाई।